सर्भिस गर्दो रहेछ त्यो बदलालाई लेख्नु पर्दैन सुन्नु न पहिला एपिडर्मिस भन्दो रहेछ होइन अनि अब जिउ कहाँ आउँछ एपिडर्मिस लेयरबाट कपालको सानो त्यो हेर्नु भयो भने स्कोपमा यस्तो प्वाडहरू हुन्छ त्यो प्वाडबाट कपाल रौँहरू निक्लेको हुन्छ रौँहरू सबै निक्लेको हुन्छ अब त्यो रौँमा चाहिँ बाबुको गाडीले बाबु गाडीसँग बोर्डर दिने अब त्यो रौँमा प्रत्येक त्यो कपालको रौँको तल चाहिँ ब्लडको सप्लाई हुन्छ होइन आर्ट्री भेनहरू सबै सप्लाई हुन्छ त्यहाँ होइन तर चाहिँ उसलाई पनि त खाना चाहियो नि त होइन तब सानो बच्चा हुनुहुन्थ्यो पहिला एउटै सेलको हुनुहुन्थ्यो आमाको पेटमा त्यसपछि एउटाबाट दुईवटा बन्नुभयो दुईवटाबाट चारवटा बन्नुभयो चारवटा हुँदा हुँदै यत्रो नमुना बच्चा बन्नुभयो फेरि ग्रोथमा आउँदा यत्रो भइहाल्नु भयो नि के त भएको होला नि बिचमा त त्यो सेल टुक्रिएर दुईवटाबाट चारवटाबाट आठवटाबाट 16वटा यसरी भएको हो प्रत्येक चिजको सेल चाहिँ त्यही भएर के हुन्छ भने प्रत्येकलाई बढ्नलाई के चाहियो त पोषण न्युट्रिसन चाहिन्छ त्यो न्युट्रिसन कहाँबाट जाने हो त रगतबाटै जाने हो न्युट्रिसन त होइन अब त्यहाँ किन छ भने त्यो कपाल राम्रोसँग बढ्नलाई त्यहाँ के हुनु पऱ्यो प्रोपर मात्रामा तपाईँको रगत त्यहाँ जानुपर्ने भयो उसको खाना भनेको प्रोटिन हो होइन जस्तो हामी खाना खान्छौँ शरीरमा बढ्छ उसलाई खाना पनि प्रोटिन चाहियो होइन जस्तो हामी तेल लगाउँछौँ तेल लगाउने भने के हो त उसको भिटामिन ई अथवा प्रोटिनहरू त्यहाँ पुग्ने हो कि मसाज गर्छौँ नि मसाज किन गरेको भने प्रोपर मात्रामा रगत सबै त्यहाँ जाओस् भनेर खोजेको है त्यो तर कुरा के छ भने जति अब जस्तो अब यो नङ भयो कपाल भयो होइन यो सबै ठाउँमा शरीरको सबै ठाउँमा टिभी चाहिँ लाग्छ है हेर्नुहोस् सबै ठाउँमा तर नङमा कपालमा टिभी लाग्छ अब हुन्छ के त स्याम्पू किन हामीले बनायौँ छालाको टिभी कुष्ठ रोगको छुट्टै लेप्रोसी भइहाल्यो छाला रोग कसरी हुन्छ पहिला हामीले एउटा मेन्टक्स टेस्ट गर्छौँ कि छालाको तल मुनि एउटा सानो त्यो सुई लगाएर त्यो मरेको ब्याक्टेरियासको हुन्छ जो मारेपछि यदि टिभी छ भने यो पुरै स्वेलिङ गरेर रातो भइहाल्छ है टिभी छ भन्ने कुरा चाहिँ पहिला टिभी भएको थियो भन्ने कुरा चाहिँ त्यहाँबाट थाहा हुन्छ उसलाई चाहिँ होइन फोटो तपाईँलाई मेरो सबै सिस्टम छ क्यामेरामा देखाउने एक्लै आउनुभयो तपाईँलाई फेरि देखाउनु है मजाले त्यहाँ पर्दा बनाएर फिल्डमा यसरी कपाल जुन छ नि यसरी निक्लेको मानौँ क्या हामी कपालको बाटो होइन अनि यहाँ सबै यो ब्लडको सप्लाईहरू भएको हुन्छ नि त्यसरी होइन अनि यो बढ्छ यसले प्रोपर मात्रामा खाना पायो भने सबै न्युट्रिसन पायो भने यो के हुन्छ लामो हुँदै जान्छ त्यो मान्छेको तालु खोलिन्छ त्यो चाहिँ के भएर हो अब त्यो कुरा भन्दैछु अब यहाँ हुन्छ के भने अब जस्तै कसैले अब त्यो तालु खोलेकोमा त कपाल कहिले उम्रिँदैन है जति नै अब गरे पनि हुँदैन कि हुन्छ त त्यो हुँदैन अब यसमा चाहिँ के हुन्छ भने यो कपालको तल चाहिँ के हुन्छ जस्तो हामी घाममा जान्छौँ फोहोरमा जान्छौँ त्यो सबै धुलोहरू लाग्छ यहाँ होइन अनि तेल पनि लाउँछौँ तेल पनि झन् धुलो बस्छ यहाँ अब त्यो धुलोहरू पखालिएन भने के हुन्छ भने यो फङ्गस भन्ने हुन्छ नि जसलाई ढुसी भन्छ एउटा त ब्याक्टेरिया त्यो नटोक्नु जसरी फोहोर हुन्छ दाँतमा अनि एउटा तपाईँ के हो ब्याक्टेरिया भयो अर्को भाइरस भयो अर्को एउटा फङ्गस भन्ने हुन्छ ढुसीहरू त्यो कारणले गर्दा के गर्छ कपालको जुन जरा छ नि त्यो जराले चाहिँ कमजोर पार्छ त्यहीबाट के हुन्छ भने म्यालासेजिया मर्मर भन्ने त्यो एउटाको नाम हो त्यो हुन्छ होइन अनि त्यो टिनिया रुम भन्ने त्यो धेरै नामहरू त्यसको छ मेडिकलमा पढ्नुभयो भने त्यो धेरै नामहरू त्यो पछि त्यो कुराहरू जो त्यो ढुसी कारणले त्यो सबै कमजोर बनाउँछ जरालाई होइन त्यही भएर के हुन्छ भने तपाईँले भन्नुहुन्छ नि यसलाई कन्डिसनिङ गर्नु अथवा किटोकनाजोलले ट्रिटमेन्ट गर्नु भन्छ नि यो किटोकनाजोल भनेको त्यो ढुसीलाई मार्ने औषधि जुन हामी खान्छौँ यो छालामा कति घन्टामा बन्छ अब तपाईँ चाउँछ सफा प्रोपर केयर गर्नु भएन त्यही ग्रिजहरू बस्यो फलहरू बस्यो त्यहाँ त ढुसी त्यो माटोसँगै आउने हो धुलोसँगै आउने हो होइन अन्त राम्रोसँग केयर कतिले गर्दैन कति अब कामले गर्दा हुन्छ कतिले के गर्दा हुन्छ त्यो केयर गरेन भने तपाईँको त्यो ढुसी पलाउँछ र जरालाई ड्यामेज गर्न थाल्छ है त्यो त्यही भएर सफा राखिराख्नु कपाललाई पहिला त अब बाजेहरूको टाइममा त कहाँ थियो स्याम्पू थियो त त्यो साबुनले नै गर्थ्यो माटोले नै गरिहाल्थ्यो सबै गर्थ्यो रिटारले गरिहाल्थ्यो होइन अस्ति कहाँ त्यो ट्रेनिङ दिन गएको थिएँ अन्त त्यो अब डढेरो लाग्थ्यो अरे डढेरो लाग्दा त कालो हुन्थ्यो कार्बन त्यसैबाट पनि सफा आउँथ्यो अरे भन्छन् चारकोल
त्यो कालो चारकोलबाट पनि सफा हुन्थ्यो चारकोल सफा हुन्थ्यो होइन तिनीहरूले भन्यो दृष्टिबिन्दुलाई ट्रेन चारकोल भनेको चाहिँ के हो कालो कोइला खैला कोइला राजा रानी के हो के अरे केराबारी त्यो दृष्टिबिन्दुहरू हुनुहुन्थ्यो आँखा नै थिएन त्यही पनि सबै कुरा जान्ने उनीहरूले सिकायो मैले बनाउने यो साह्रै उनीहरू सिकाएँ मजाले छोड्यो थाहा पाउनु यो के हो यस्तो अनि गर्न थाल्यो यस्तो राम्रो त्यही भएर अब यो कुराहरू जति पनि कुरा गर्नु छ भने यसलाई 1 महिना लाग्दा धेरै कुरा गर्नु होइन हाम्रो काम खालि के भने कि सस्तोमा तपाईँलाई राम्रो स्याम्पू बनाउने व्यवस्था हाम्रो र हामीले खालि ख्याल के गर्नु पऱ्यो भने हाम्रो स्याम्पू चाहिँ बजारबाट कस्तो स्याम्पू हुन्छ तपाईँलाई देखाउँछु म कसरी स्याम्पू बनाउँछ बजारमा तर हाम्रो उद्देश्य के हो स्याम्पूको 2-3टा उद्देश्य हामी राख्छौँ बनाउनमा कपाल चाहिँ सफा होस् कपाल चाहिँ नटुटोस् नझरोस् होइन त्यसमा चाहिँ मोइस्चराइजर चाहिँ राखिराखोस् मोइस्चर होस् पानी कन्टेन्ट एकदम होस् होइन तपाईँको यो जुन कन्डिसनिङ छ कपाल चाहिँ साइनी पनि होस् बाक्लो पनि होस् होइन ड्यान्ड्रफ चाहिँ नहोस् त्यो ड्यान्ड्रफ भनेको त्यो ढुसीहरू हो त्यो ड्यान्ड्रफ चाहिँ नहोस् होइन अनि चाहिँ उसले चाहिँ पोषण पाओस् कपालले चाहिँ राम्रो पोषण पाओस् त्यही हो नि हाम्रो त होइन उद्देश्य त्यो तर बजारमा जुन हामी किन्छौँ पैसा पनि बढिदिन्छ तपाईँको त्यो सानो सानो पाउचमा उसमा के हुन्छ भने तपाईँले थाहा पाउनुहुन्छ बनाउने बेलामा त्यसमा त्यो झोल साबुन है झोल साबुनमा अलिकति सेन्ट हालिदिन्छ अलिकति कलर हालिदिन्छ त्यति हो अनि कपालमा झरेर के झर्छ त कपाल झर्छ त्यसमा अरू कुरा केही पनि हाल्दैन जब कि हामी 10वटा कुरा हाल्छौँ हेर्नु होला कसरी 10वटा कुरा हाल्छौँ सबैलाई ख्याल गरिहाल्छौँ यो ठुटेलाई यसलाई के हाल्ने यसलाई के हाल्ने यसलाई के हाल्ने होइन अब एउटा हेर्नुहोस् त्यो साबुन पनि जुन हामी बनाउँछौँ नुहाउने साबुन त्यो पनि त केमिकल हालेर ठोस बनाएको पछि छ तर झोल साबुन के भनेको यो स्याम्पूमा के हुन्छ सबभन्दा पहिला पानी त हुन्छ नै पानी किन पानीलाई के भन्छ सोल्भेन्ट घोल्ने कुरा हो कतिसम्म भयो त्यो अब नसुनेको डर सोधेँ मैले कति पढ्नुपर्छ कलेज क्लास अलिकति साइन्स त पढ्नै होला पक्कै साइन्स त अलिअलि तर साइन्समा म 0 हो नि सर होइन 0 हुनुहुन्न पानीलाई के भन्छ घोलक सोल्भेन्ट भन्छ नि युनिभर्सल सोल्भेन्ट हो नि त्यहाँ चाहिँ पनि घुल्छ पानीमा एउटा चाहिँ पानीमा घुल्छ एउटा चाहिँ पेट्रोलहरूमा घुल्ने हुन्छ कुनै कुनै कुराहरू उसलाई अर्ग्यानिक सोल्भेन्ट भन्छ एउटा चाहिँ के हुन्छ पानीमा घुल्ने कुराहरू हुन्छ होइन यो कुराहरू पानी छ पानी हुन्छ हाम्रो सबभन्दा पहिला स्याम्पूमा पानी नै हुने रहेछ त्यसो भए पानीको सबै घोल्ने हो राखिराख्ने सबभन्दा पानीको नाम लिनु पऱ्यो नि त पानी भयो अनि चाहिँ जति पनि सफा गर्ने कुराहरू छ नि क्रिस बाबु क्रिस यता हो तिमी यहीँ बसिरहेको कुर्सी लगाएर खुसी लाग्ने जे भन्छ त्यो ल्याएर अनि देखाउँदै रहने है म्यानेजर यसको नभएर कन्सल्टेन्ट यसको नामै थाहा पाउँदैन न यहाँ पछि ठुलो उयो हुनु परेन म्यानेजर यो ठ्याक्कै राईले मुझे लाग्दैन पानी रेस्टुरेन्ट भन्छ त्यसपछि हाम्रो के हुन्छ भने यो सेकेन्ड नम्बरमा हुन्छ सर्फेक्टेन्ट भन्छ सर्फेक्टेन्ट भनेको जति पनि सर्फवाला कुराहरू छ नि त्यसबाट फिज आउँछ फोम भन्छ नि होइन इङ्ग्लिसमा फोमहरू आउँछ त्यो सबैलाई के भन्छ सर्फेक्टेन्ट जति छ त्यो सबै के भन्छ सर्फेक्टेन्ट यानि साबुन होस् यानि सर्फ होस् जुनबाट हाम्रो फिज आउँछ त्यो सबैलाई हामी के भन्छौँ सर्फेक्टेन्ट त्यही भएर सर्फ भनेको सर्फेक्टेन्टकै कारणले के भनेको सर्फ भनेको तर त खोल्दैन सर हावा आउँछ अलिकति पुरै आवाजहरू बन्द गर्नु हजुरले गर्मी भयो नि लगाएको अनि सर्फेक्टेन्टमा अब के छ भने हाम्रो जस्तै एउटा त टिका साबुन भयो तर हाम्रो यतातिर के छ भने जति पनि कस्मेटिक बनाउँछौँ त्यहाँ स्याम्पू बनाउँछौँ फेस वास बनाउँछौँ टुथपेस्ट बनाउँछौँ जति बनायो भने बिना फिजको त हुँदैन होइन अब त्यो फिजको उपाय हाम्रो कुनै पनि छैन हामीले केमिकलतिर जानैपर्छ है तपाईँले नेचुरल कुराहरूबाट भन्नुभयो रिठाबाट धेरै फिज आउँदैन अब धेरै फिज आएन भने मान्छेले मन पराउँदैन फिज आएन भन्छन् होइन अनि थोरै मात्रै फिज आयो भने धेरै फिज आएन भने त्यो त मान्छेले मन पराउँदैन स्याम्पूमा धेरै फिज चाहियो
थोरै साबुन धेरै फिस पर्छन् मान्छेले होइन। त्यो झोल साबुनको र सबैको चाहिँ त्यो फिज चाहिँ त्यो एउटै हो। अब म भन्छु लिक्विडमा हाम्रो 3टा छ फिजाउने कुरा। लिक्विडमा 3टा कुरा छ। त्यो 3टा कुरा सबै कुरामा मिलाउनु भनेको चाहिँ 3टा कुरा कति टुथपेस्ट होस्, चाहे साबुन होस्, चाहे तपाईँ कुनै क्रिम होस्, जे पनि होस्, त्यो तपाईँको 3टा कुरा बाहेक कुनै कुरा पनि दुनियाँमा अहिलेसम्म त्यो बनेको छैन। एउटाले भन्छ SLES, खालि सुन्नु तपाईँले सबै यो दिन्छु मजाले लेखाएको छु इङ्ग्लिसमा, मजाले बुझ्नुहुन्छ। डाक्टरलाई मैले बनाएको नोट हो, कसरी बनाएको होइन। एउटाले भन्छ SLES, त्यो भनेको सोडियम लवण इथरसल्फेट। बिर्सिनु सबैले याद गर्नु पर्दैन। त्यो भनेको कस्तो हुन्छ, सेतो सेतो हुन्छ पाउडर। त्यो कस्तो सेतो हुन्छ, यसलाई के गर्ने, त्यो हालेपछि त्यसै हाम्रो स्याम्पू, फेस वास, ह्यान्ड वासहरूमा हामी प्रायः यस्तो ट्रान्सप्यारेन्ट हुन्छ नि आँखाको लिक्विड हामीले जे पनि बनाउने बेलामा यो मिसाउँछौँ, यो सेतो हुन्छ होइन। अर्को यस्तो तल्लाग्दैन। अर्को अब यो लिक्विड बनेको सर्फेक्टेन्टमा एउटा हुन्छ लाप्सा, LABSA लाप्सा। यसलाई चाहिँ SLS भन्छ। SLES हो, त्यो चाहिँ SLS सोडियम लवण इथरसल्फेट। तपाईँ जुन कालो कालो हेर्नुहुन्छ नि त्यो स्याम्पूहरू टेरेस्मे अथवा के आउँछ नि त्यो स्याम्पूहरू ब्ल्याक आउँछ होइन। जति पनि कालो हुन्छ नि त्यसमा चाहिँ लाप्सा प्रयोग गर्छ। त्यो त कालो हुन्छ, त्यो कालो सर्फेक्टेन्ट हो। त्यही भएर प्रायः छ बाबु बाहिर छ, बाहिर त्यो प्रायः त्यो गएको हुन्छ। तर त्यो मलाई मन पर्दैन, म त यो हाल्दिनँ खाएको छु। म सेतीमा प्रयोग गर्छु प्रायः, सेतो मलाई मनपर्छ धेरै। त्यो कालो त प्रायः त्यो सर्फमा हाल्दो रहेछ, सर्फमा हाल्छ, कालो स्याम्पूमा हाल्दो रहेछ, टुथपेस्टमा पनि हाल्दो रहेछ। यस्तो हुन्छ यो कालो। लाप्सा EOS एउटा हुन्छ EOS होइन, अल्फा ओलिन सल्फेट भन्ने। त्यो पनि पहिलो कलरको हुन्छ त्यो होइन। त्यो प्रायः हामी सर्फमा हाल्छौँ, त्यसलाई हाल्छौँ। तिनवटा भनेको जुन एउटा हाल्दा तर कन्डिसन छ। तर हाम्रो यो कपाल भनेको सेन्सिटिभ पार्ट हो, सुन्दरताको पार्ट हो होइन। त्यसमा चाहिँ हामीले प्रायः सर्भिस किन एकदम दाउन पनि देखिन्छ नि त, यसरी सेतो देखियो नि त होइन, दाउन पनि देखियो होइन। प्रायः यो हाल्छ फेस वास सबै ठाउँमा। त्यो कहाँ हाल्छौँ, त्यो प्रायः शरीरमा प्रयोग नहुने ठाउँहरू जस्तै अब त्यसमा लुगा धुनेहरूमा, सर्फहरूमा, यस्तोहरूमा त्यो हाल्नुहुन्छ होइन। टुथपेस्टमा पनि लिइ हुन्छ है, टुथपेस्टमा पनि EOSमा त्यस्तो पहिलो कलर हुन्छ, बाहिर छ पहिलो कलर त्यो EOS हो त्यो होइन। त्यस्तो हुन्छ। तिनवटालाई हामी के गर्छौँ, सर्फेक्टेन्ट कम्बाइन्डली, जसले कि ल्याउँछ र तपाईँको जुन वाइली फोहोरहरूलाई फाल्ने काम गर्छ बुझ्नुभयो नि। त्योबाट पनि फिज आउँछ, जारी गरिरहेको छ पानी हालेर होइन, अनि मोटो हुन्छ। यस्तै हुन्छ। यो 3टा भनेको तपाईँको यो फिज गर्ने कुरा हो। अब कुन ठाउँ प्रयोग गर्ने, कुन ठाउँ प्रयोग गर्ने भन्ने कुरा मात्रै हो। बाँकी यो 3टाबाट हामी छुट्याउन सक्छौँ। कन्डिसन थाहा पर्नुभयो नि, सर्फेक्टेन्ट भनेको त्यसले चाहिँ सर्फेस एरियालाई बढाउँछ अरे, सर्फेस टेन्सनलाई तपाईँको त्यो फैलिन्छ अरे। फैलिएर तपाईँको जुन फेरि के काम गर्छ, तपाईँको सपोज गरेर त्यहाँ ब्याक्टेरिया छ, तपाईँले कोभिडमा सुन्नुभयो नि, टाइम टु टाइम पटक हात पखाल्ने बानी बसाल्नु। कसले चाहिँ डिटोलले पखाल्ने पनि भनेको छैन नि त, खालि साबुन मात्रै भयो, जुनसुकै साबुन। किन भन्यो भने त्यो ब्याक्टेरियाबाट हामी आँखाले हेर्न सक्दैन। हाम्रो आँखाले जति हेर्ने शक्ति छ त्योभन्दा 1000-2000 गुणा सानो छ। झन् भाइरस चाहिँ 2 लाख गुणा सानो छ। हाम्रो आँखाले हेर्नै सक्दैन होइन। त्यो अब हामी म्याग्निफाई गरेर माइक्रोस्कोपमा हेर्ने हो। यसले के गर्छ भने यसको सर्फेस टेन्सनलाई बढाएर यसको बाहिरी खोललाई तोडिदिन्छ ब्याक्टेरिया। त्यो ब्याक्टेरिया मर्दो रहेछ। यो साबुन के गर्छ, ब्याक्टेरियाको बाहिरी खोललाई चाहिँ ड्यामेज गर्छ होइन। खतम जस्तो भयो होइन। यतिलाई हामी के भन्यो, सर्फेक्टेन्ट है। अर्को हुन्छ त्यसले अब कतिले के भन्छ भने यो सर्फेक्टेन्टको एउटा भाइलाई को सर्फेक्टेन्ट। तपाईँको साथी हो, तपाईँले तपाईँको साथी होइन, एउटा को सर्फेक्टेन्ट छ। उसले काम के गर्छ भने यसको जुन फिज आउने शक्ति छ नि
त्यसको शक्तिलाई धेरै गुणाले बढाइदिन्छ हो। जस्तै कुनै कुनैमा थोरै धेरै स्याम्पो फिज आउँछ नि हो, त्यसकै ठाउँमा त्यो त्यो अर्कै उयो केमिकल हो। उसको नाम चाहिँ CAPD लेख्छ है। CAPD काम के हो त, पोस्टर कट्यो, उसको नाम फोम बुस्टर, त्यसको फोमलाई पेजलाई बुस्टिङ गरिदिने काम, फोमलाई बुस्टिङ गर्छ। यस्तो तपाईँले हेर्नु भएको छ कहिले गाडीहरू तपाईँको स्कुटर छ नि होइन, गाडी चलाउनु भने त्यो गाउँले हान्छ नि कस्तो फिजै फिज आउँछ नि हो। तपाईँलाई बनाइदिन्छु म एउटा केमिकल, तपाईँ गाडी पनि सफा भइहाल्छ, जस्तो सफा हुन्छ नि होइन, बजारभन्दा सुपर फिज आउँछ त्यसमा, यति मजाले क्लिन पनि हुन्छ टल्किन्छ मन तपाईँले, त्यस्तो भइहाल्छ। यो हालेको छ फोम बुस्टर, यो तिनवटाले मात्रै हामी र अलिकति बाक्लोको लागि, बाक्लो हुने कुरालाई थिक्नर भन्छ। थिक्नरमा तपाईँको जस्तो हाम्रो ठिकै छ, एउटा कार्बोकोन भनिन्छ, एउटा TEA भनिन्छ, ड्राई इथोलानामाइड भन्छ होइन, त्यो चाहिँ लिक्विडमा आउँछ, उसलाई हालिदिएर त्यो सबै बाक्लो भयो। यदि तपाईँले त्यस्तो कुराहरू केही पनि घरमा छैन भने त्यो नुन छ नि, नुन पनि बाक्लो गर्नुहुन्छ र नुन प्रायः नहालेको नुनले त्यतिका पानी राम्रो हुँदैन, तर थोरै नुनले केही हानि पनि गर्दैन। किनभने हामी माछा जस्तो लाग्यो भने कहिले माछा गर्नु लिनु भयो भने केही लाग्यो नुन हाल्दै भन्छ नि, नुनले क्लिन गर्छ राम्रोसँग, नुन चाहिँ क्लिन एजेन्ट पनि हो र थिकेनै पनि हो, बाक्लो बनाउने काम पनि गर्छ। अहिले हामी हेरौँ होइन। अब यो हो वाटर, SLES र जुन तपाईँले भने यो फिज बढाउने तिनवटा नै भनेको सर्ट लाग्यो। अरू केही पनि अरू मिलाउनु पर्दैन स्याम्पूमा, यो तिनवटा स्याम्पू हो खास भनेको। तर कुन स्याम्पू हो, बजारमा पाउने स्याम्पू, बजारमा पाउने स्याम्पूमा पानी अनि यो होइन, अलिकति त्यो फेस बढाउने कुरा होइन, अलिकति बाक्लो बनाउन के हालिदिन्छन्, नुन हालिदिन्छन्, त्यो भनेको स्याम्पू। अनि अलिकति त्यो हुन्छ नि, त्यो पर्ली जस्तो देखिन्छ नि, त्यो मोती जस्तो अलिकति कस्तो तन्किन्छ नि, मोतीको जुन सेतोपना हुन्छ नि, मोती जस्तो पर्ल देखिन्छ, साइनिङ तन्किने, त्यो पर्ल पाउडर आउँदो रहेछ, पर्ल पाउडर हालिदिएपछि त्यो कस्तो हुन्छ, पर्ली साइनको आउँछ, हेर्न राम्रो। अनि मसँग फेरि त्यो स्मेल हालिदियो, त्यो गमक्क त्यो बास्ना आउँछ। अनि मात्र त्यो बास्नाले नै हेरेर किन्ने हो कि बास्ना त्यो गरेर हेर्नुहोस् है। त्यो कुरा त्योभित्र के छ, त्यो युजरलाई कहिले पनि थाहा हुँदैन। तपाईँ आफूले नभन्छ कहिले बुझ्नु थाहा पाउनुहुन्छ त गर्नुहुन्न नि। अब तपाईँले मैले बुझाइदिएपछि तपाईँले युजरलाई भन्न सक्नुहुन्छ, हेर्नुहोस् न आमा यसमा यस्तो कुराहरू हानिकारक कुरा हुन्छ, तपाईँ यसमा त्यो मिलाएकै छैन कुरालाई, हेड एन्ड सोल्जरमा के मिलाएको छ, 600 रुपियाँ लिन्छ के हालेको छ, तर हामीले सबै राम्रो हालेको छौँ, हामीले चिकाकाई हालेको छौँ, हामीले ब्राह्मी हालेको छौँ, हामीले यो हालेको छौँ होइन, जडीबुटी एकदम डोलर हालेको छौँ, तपाईँले कहिले हाल्नु पर्दैन भन्यो भने उहाँको विश्वास जान्छ र झनै त्यो भने जस्तै पनि भइदियो भने, राम्रो भइदियो भने तपाईँ धेरै बिक्री हुन्छ त्यसबाट होइन, तपाईँले कम लगानी धेरै पैसा कमाउनुहुन्छ हो कि नै हो। त्यो विश्वास तपाईँले दिलाउनु पर्छ सुरुमा, तपाईँसँग पहिला एडुकेट गर्नु पऱ्यो नि त, किन भन्दा उनीहरूले के छ त्यो चेन त्यो लगाउने बानी त्यही छ, कसैको टेरेसमा, कसैको सनसिल्क, कसैको तपाईँको त्यो अदुवावाला भन्छन्, कसैले प्याजवाला भन्छन्, अनियन भन्छन्, सनसिल्कहरू, हेड एन्ड सोल्जर, अनि त्यो टेरेसमे होइन क्लिन भर्खर आएको त्यो के होइन, अब धेरै अरू के छ धेरै छ नि त होइन। क्लिनिक प्लस पनि छ, फेरि क्लिनिक प्लस सनसिल्क, हेड एन्ड सोल्जर अनि क्लियर छ होइन। ट्रेसमी त हिजो अस्ति 5-6 वर्ष भयो, 5 वर्ष भयो। अझै पनि के भन्नु रहेछ नि त, अब जस्तो यो ओनियन ओइल भन्नु रहेछ, आर्गन ओइल भन्नु रहेछ होइन, नयाँ आएको आर्गन ओइल, ओलिभ ओइल भन्नु रहेछ होइन, कोकोनट ओइल अप्सनमा त मिलाउँछ होइन, त्यो सबै त्यो भयो। यो स्याम्पूहरूमा चाहिँ ओइल लाउँछ कि लाउँदैन, लाउँदैन ओइल लायो भने राम्रो भन्नु, तर कुन लाउनु भन्ने कुरा हो। जस्तो हामीले कुन हाल्छौँ, भिटामिन E को त्यो क्याप्सुल हुन्छ नि, त्योले काटेर हाल्छौँ, त्यो किन त्यो भिटामिन E जुन हामी खान्छौँ खानेकुरा लगाउँछ नि त, त्यो क्याप्सुलले नै हालिदियो भने त के हुन्छ, एकदम पक्का त भिटामिन E भन्छ। भिटामिन जराले पुग्यो भने त्यो जराले पुरै त्यो माथि जरा बनाउँछ, अनि त्यो सबै हामी सिक्छौँ कसरी बनाउने र जुन छुट्छ त्यो हामीसँग टाइमै टाइम छ, तपाईँले बनाउने टाइममा म त्यहीँ बसेर तपाईँको हातबाट म सबै सिकाउँछु है। हात जति तति सिक्नुहोस्, तर तपाईँको अझै बाँकी सबै मसँग बाँकी नै हुन्छ। तपाईँको त्यहाँ बोलाएर त्यहीँ आएर तपाईँ मोस्ट वेलकम, जति पनि सिक्न सक्नुहुन्छ। तपाईँको लागि त्यो खर्च अब यही भइहाल्यो, लाग्दैन, त्यो कमाएपछि त्यहाँ लाग्छ, अहिले चाहिँ लाग्दैन।
अब यसमा हामी एक्स्ट्रा कुरा के हाल्छौँ भने गाउँठाउँमा नुन मैले भनिहालेँ, नुन छ नुन अथवा टी अथवा कार्बोफोन भन्ने कुरा चाहिँ ठिकै दिन कुरा अलिकति बाटो बनाउँदा त्यो हाल्छ हामी चाहिँ कम भयो भने बाटो त्यो हालिन्छ। अर्को हामी कन्डिसनिङ भन्ने कुरा हाल्छौँ। कन्डिसनिङ भने कस्तो भने कपाललाई मोइस्ट राख्छ, त्यो एकदम त्यो तन्किने जस्तो हुन्छ नि त्यो त्यसलाई नुहाएपछि मिठो मिठो पर्छ नि कपाल मिठो पर्छ अनि होइन बस कालीले गरेको त सिधा राम्रो हुन्छ नि त होइन कन्डिसनिङ राम्रो हुन्छ त्यसबाट मोइस्ट पनि हुन्छ होइन सुक्खापन हुँदैन कपाल चाहिँ त्यो भनेको त्यसमा धेरै कुराहरूले काम गर्छ होइन तर हामी यसमा मेन के कुरा हालिदिन्छौँ सिकाकाइले पनि गर्छ त्यो अब हामी त्यो हर्बलमा जान्छौँ त्यो सिक्छौँ होइन हामी हर्बल बाइक सिक्दैछौँ त्यसमा केही छैन भने लास्ट हामी थोरै ग्लिसरिन हालिदियो भने ग्लिसरिनले चाहिँ के गर्छ कन्डिसनिङको काम गर्छ। ब्युटी पनि हामी जस्तो त्यो लगाउने पनि ऊ हुन्छ नि के अरे कपालको सेरम त्यो सेरम पनि ग्लिसरिन हाल्छ। ग्लिसरिन काम कस्तो हो भने त्यो मोइस्चरलाई समातेर राख्छ हुन्छ होइन पानीसँग बाँधेर राख्छ तर कपाललाई त्यो सुक्खाउनु दिँदैन होइन त्यो मोइस्चरलाई समातेर राख्छ त्यो बाइन्डिङ गरेर राख्छ के भन्छ कन्डिसनिङ है कन्डिसनिङ। त्यसपछि अब के गर्नु पऱ्यो भने जस्तो अब तपाईँ सबै बनाउनु भयो त्यहाँ पानी पनि छ पानी त हामी प्रायः डिस्टिल वाटर नै प्रयोग गर्छौँ अथवा त्यो हामी आरोको प्रयोग गर्छौँ होइन तर कहिलेकाहीँ के हुनसक्छ त्यो लामो टाइममा त्यो ब्याक्टेरिया जन्मेर त्यो पानी चाहिँ पुग्यो भने तपाईँले थोरै खानुहुन्छ त्यो मगम बेच्नु भएको छ त्यहाँ होइन जुनसुकै लिक्विड पनि तपाईँको चाहे त्यो वस्तु होस् चाहे त्यो खानेकुरा होस् चाहे कोका कोला होस् चाहे कुनै पनि ड्रिङ्क्स होस् है त्यसमा चाहिँ लिक्विडवाला कुरामा हामीले के हाल्छौँ भने प्रिजर्भेटिभ हाल्नुपर्छ त्यो नहालिकन त्यो प्रिजर्भ हुन सक्दैन होइन टाइम दिनसम्म जस्तै अब 4 महिना 5 महिना पुग्न सुरु गर्छ त्यो बेला नपुग्नलाई त्योबाट जोगाउनलाई हामीले प्रिजर्भेटिभ हाल्नुपर्छ जति बजारबाट हामीले हुँदैन होइन अब त्यो प्रिजर्भेटिभ लागि धेरै कुरा छ भिटामिनले पनि प्रिजर्भ गर्छ तर हामीसँग सोडियम बेन्जोएट भन्ने छ त्यो चाहिँ प्योर तपाईँको कपाल के अरे यो सोल्युसनलाई बनाउनु सेम्पू बनाउँछौँ उसलाई जस्तो बनाउँछौँ त्यस्तै लाग्न सहयोग गर्छ कहिले पनि पुग्न कति वर्ष राख्छ त्यसले 2 वर्ष